खतम मलाई त्यहाँदेखि आउँदैन अनि यो कन्याम सबैभन्दा रमाइलो ठाउँ नै यो कन्याम हो अब यसलाई चाहिँ भन्छ लप डाँडा देउराली डाँडा राष्ट्रिय झन्डा भएको त्यो श्री अन्तु हो यो पारिदेखि नि ए उयो है जुन चाहिँ घाम हेर्न जाउँ जान्छ अन्तुको डाँडा भन्ने त्यही हो गीत पनि श्री अन्तु यो पारि उयो डाँडा हो ए हो नि यहाँबाट गयो भने चाहिँ कति घन्टा लाग्छ यहाँबाट आधी घन्टामा पुगिहाल्छ मोटरसाइकल ए त्यो चाहिँ झुल्के घाम एकदम राम्रो भ्यू पोइन्ट भयो भ्यू पोइन्ट हो छेकेमा छेके देउराली डाँडा हुसेरा कोइराला हुन्छ नि यही हो ए हेलो गुड मर्निङ एभ्रिवान अब अहिलेको चाहिँ ठ्याक्क लागेर कति भनौँ भने 6:15 भइरहेको छ अब चाहिँ हामी पूर्वतिर लाग्नेका छौँ पूर्व झापा सुरुमा जान्छौँ आज अनि त्यहाँ 2 डेज स्टेज गरेर अनि हामी बल्ल धरानतिर फर्केर अनि त्यहाँ पनि हामी 2 दिन बिताएर हामी फेरि काठमाडौँतिर फर्किनेछौँ हस् अहिले चाहिँ हामी यो यहीँ राख्छौँ फेरि हामी तपाईँलाई बिच बाटोको सिनहरू देखाउनेछौँ पछि हेलो एभ्रिवान अब हामी चाहिँ हेर्नुहोस् तपाईँ हेर्नु सक्नुहुन्छ अब हामी घरबाट निस्किन आँटेका छौँ पूर्वतिरको लागि अब चाहिँ हामी यहाँबाट नक्कु हुँदै नक्कुबाट मेन रिङ रोड निस्किँदै र त्यहाँबाट हामी धुलीखेल सिन्धुलीको बाटो हुँदै पूर्वतिर लाग्दैछौँ यो चाहिँ हामी अहिले ठ्याक्क मगर गाउँको पछाडिपट्टि छौँ अनि अब हामी यहाँबाट पूर्वतिर लाग्दैछौँ भैँसीपाटी मगर गाउँको पछाडिपट्टि छौँ हामी यो चाहिँ पुरै अहिले बिहानको 6 बजे हुसु लागेर पुरै हुसुले छ हामी चाहिँ रिङ रोडमा निक्ल्यौँ एकान्त कुनाको बाटोबाट हुँदै अहिले अब हामी पर कोटेश्वरतिर लाग्दैछौँ हामी चाहिँ अहिले नेपाल पोस्ट पढ्यौँ नेपाल पोस्ट पढेर त्यहाँदेखि हामी हाम्रो वे जाँदैछौँ लङ वे टु गो सिलगढीको बाटो त अझै आउनु बाँकी नै छ डल्लै
हामी यहाँ आइपुगेको छौँ सुनकोशी र तामाकोशी। यतापट्टिको चाहिँ सुनकोशी, उतापट्टिको तामाकोशी दुईटा मिक्स भएर ठ्याक्कै यहाँ ठुलो भएर निस्केको। चियाबारी जस्तो भिडभाड चाहिँ हुँदैन नि। हामी बर्दुवास आइपुगेका छौँ। यहाँ चाहिँ फेरि कङ्ग्रेसको र्याली भइरहेको छ। हेलो, अब हामी चाहिँ भर्खरै ढल्के भर कटेर यहाँ पुगेका छौँ। हेलो, अहिले चाहिँ हामी यो गोलबजार भन्नेमा आइपुगेका छौँ होइन। अब हामी यहाँबाट कोशी ब्यारेकतर्फ जाँदैछौँ। कोशी ब्यारेकतर्फ जाँदै 45-40 मिनट जति लाग्छ होला। र पनि पुरै बेलुका रात परेको जस्तो भइरहेको छ अहिले। झन्डै हामीले भर्खरै कटेर हाम्रो झापा तर्फ लाग्दैछौँ। पुरै घाम नलागेर बादलै हुस्सु लागेर है। झापाको मौसम यस्तै छ है। पनि जाने फर्केर आउँदाखेरि त्यो बाटोको अब हेर्नु आज चाहिँ हाम्रो ट्रिप इलामतर्फको छ होइन।
देब्रेतिर लाग्दैछौँ। ए हो ए अब हामी यहाँबाट देब्रेतिर लागेर चाहिँ हामी इलामतर्फ लाग्दैछौँ। ल गाइस राइडहरू इन्जोय गर्नु होला। हामी अब यहाँ पढ्नेमा रोकेको छौँ गाइस, अब फेरि जाँदैछौँ होइन। झापा र इलामको बोर्डर हो। यहाँबाट अब झापाको सिमाना समाप्त, इलामको सिमाना सुरु हुन्छ। यो जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा सिमाना झापाको सिमाना समाप्त भयो। अब जस्तो इलाम लाग्यो त्यस्तै अब उकालो ओह्रालो सुरु हुन्छ गाइस। अब घुमाउनुबाट सुरु भयो। हावापानी पनि चिसो छ यताको, इलाम सुरु भयो। आज चाहिँ मौसम राम्रो भएको रहेछ क्या। अब घाममा फोटोसोटो खिच्दा पनि राम्रो हुन्छ। पिकनिक स्पोटहरू यता तल छैन। यहाँ त्यो त्यस्तो ड्रेसहरू पनि लाएर खिच्न पाइन्छ क्या। ड्रेसहरू चाहिँ यहाँ पाउँछ। त्यहाँ भाडामा यसरी लाउनु पाउँछ। लायो फोटो खिच्यो। यहाँ हेर्नु अब कस्तो चिसो हावा चल्छ है। हावा अति चिसो चल्छ। लकडाउन खालको पुरानो चाहिँ अहिले चेन्ज गरेछ। फेरि अन्त यता पर्छ। यता यहाँबाट 1 घन्टामा पुग्छ त। खाने ठाउँहरू चाहिँ यता चिया बगान ए पशुपति गऱ्यौँ होइन हामी। भ्यू पोइन्ट नै हो नि त। आज त तर लकिली मौसम चाहिँ खुल्ला रहेछ क्या। अन्त नत्र यहाँ त आयो कुहिरै मात्रै देखायो हुन्छ। फोटो खिच्नु अब के त्यो राम्रै त आउँदैन। आज त राम्रो आउँछ नि। अब यो स्कुललाई खानु पनि यतै अब यता यता होइन। माथि पुगिसक्यौँ। तल अघि हामी यताबाट अब
थाहा भएन कस्तो दामी देख्छ कति अहिले कति बज्यो भन्नु त 1:09 भनेपछि हामी बस्दै बस्दै यता आउँदा 3 घन्टा लागेको छैन रिङ्के बुङ्गो राङ्गोला भन्ने गाउनु नि कमलको हाँगा मलाई त्यहाँदेखि आउँदैन यो मान्छेले ड्रेस लगाउने अरे कि ए कुन उद्देश्यको बोर्डमा चाहिँ हेर्नुपर्ने रहेछ नि राम्रो छ यो चाहिँ दामी देख्छ तिमीलाई जाडोमा हामीहरू पहिला यो डोमीलाई हेरौँ न त्यहाँ कस्तो देख्छ अनि दिदी यो चाहिँ के टाइम हुन्छ कि के हुन्छ यसको ए लाएर जानु पनि पाइयो होइन मास्क खोल न त्यो ज्याकेट चाहिँ ज्याकेटै हो क्या ज्याकेट छोडिराख्नुपर्छ तपाईँको यो ज्याकेट राम्रो छ छोडिदिइराख्नुहोस् यो दुईटा यसैको ज्याकेट हो यो ज्याकेट त छोड्नै पर्यो नि यो किन बोक्ने यहाँ यो कहाँ राखिदिउँ दिदी ऐना कहाँ छ त कसम तिमीलाई हिरो जस्तो देखियो यार दाइ हामी पनि लगाऊँ ल राम्रो लाग्यो त यहाँबाट आइरहेछ त भिडियो ल्याउनु न ल एउटा